Hi Hi guys! guys! Welcome back to my channel. आज मसँग हुनुहुन्छ Supriya Guru. someone who needs no introduction. तपाईहरु सबैले चिन्नु नै हुन्छ होला. होइन धेरैले अलिअलि त चिन्छ। Okay, so नचिन्नु भएकोहरुलाई मेरो साइड अफ अडियन्स हुनुहुन्छ भने चाहिँ हाम्रो सुप्रिया दिदी. She is a YouTuber, she is a dancer, she is a singer and she is an amazing human. अनि अरु केही एड अप त्यति भइ पुग्छ। सो आजको भिडियो चाहिँ इट्स जस्ट गोइङ टु बी दिदी बहिनीको गफ गाफ मात्रै सो पोडकास्ट पनि भन्दिनँ है इट्स जस्ट गफ गाफ एन्ड क्याचिङ अप विथ इच अदर बिकज धेरै भयो है हामी लास्ट टाइमबाट बोलेको कति भयो हामी चाहिँ कस्तो छ भन्दा वी डोन्ट टक भेरी अफन मेसेजहरूमा यताउति कलहरू गरिराख्दैन। म त झन् कोहीसँग लाग्दैन। वान्स इन अ वाइल त्यो हाई हेलो यो काम पर्दा चाहिँ अफकोर्स हामीले दिदी यो बहिनी यो भन्ने हुन्छ तर यसरी चाहिँ इन रियल लाइफ आएर क्याचअप गर्दा चाहिँ फेरि सबै कुरा कस्तो रमाइलो हुन्छ सबै कुरा सेयर हुन्छ होइन सो सुप्रिया के गर्दै बस्यो भने म नङ पलिस यो नङको यो पैँयालो पनि हटाउँदैछु है किनभने हामी जे पनि गर्न मिल्छ हामी घरमा छौँ। सो अहिलेकै एकदम हट टपिकबाट स्टार्ट गरौँ हाउ वाज यो सिङ्गापुर ट्रिप ए यो फाल्दिनु सिङ्गापुर कस्तो थियो भने रमाइलो थियो नि तर हामी अब घुम्न गएको त होइन नि त तिमीलाई थाहा नि त होइन घुम्न गएको होइन मनसालाई भेट्न गएको मनसा रेणुका जे भन्यो भने अनि त्यो अब वान अफ द बेस्ट मेमोरिज वी मेड के अहिलेसम्मको बेस्ट डिसिजन बेस्ट पार्ट के भन्ने अहिले अब मान्छेहरूले चाहिँ अब तिम्रो के छ बेस्ट मेमोरिज भने चाहिँ म त्यही भन्छु बिकज है तपाईँहरूको फ्रेन्ड ग्रुप सबैजना एकैचोटि ग्रो अप भयो नि त एन्ड यु गाइज अटेन्डेड इच अदरको वेडिङदेखि लिएर नाउ द्याट रेणुका दिदी इज फाइनली अ मदर द फर्स्ट मम अफ द गर्ल्स ग्रुप होइन अनि कस्तो फिल हुँदो रहेछ लाइक अब आफ्नै फ्रेन्ड के आफ्नै जहिले हेरिरहेको साथी होइन सो हामीलाई त कस्तो अफकोर्स बच्चै लाग्छ नि त एकअर्काहरू होइन अनि वेयर जस्ट टिन दो हामी त एडल्ट भइसक्यो होइन वेयर जस्ट टिन जस्तो लाग्छ तर हाउ डज इट रियली फिल जब कि यु गो द यु टच हर बेली बम्प होइन अनि यु रियलाइज कि ओह मेरो फ्रेन्ड त सी इज गोइङ टु बी अ मदर भन्ने कुरा कि म सुरुमा त अब कस्तो भने त्यसले चाहिँ भन्थ्यो कि सायद म अब गएपछि चाहिँ सायद हुन्छु होला प्रेग्नेन्ट हुन्छ होला भन्थ्यो नि एजको हिसाबमा हेर्दाखेरि पनि लाइक ठिकै हो नि त अब मान्छेहरूले चाहिँ कति छिटो पायो भनेर भन्छ तर अब केटीहरूको नर्मल एज भनेकै 27, 28, 29 भनेर आउँछ नि त बिफोर 30 अनि त्यसको 27 भएको अब 28 त हुन्छ अब त्यो 27 मभन्दा 2 वर्ष ठुलो 27 भयो त्यो अनि 27को वर्षमा चाहिँ अब ठिकै जस्तो लाग्छ कि है अनि अब त्यो त अब उनीहरूको प्लानिङ पनि थियो नि त अनि पहिलेबाट चाहिँ को प्रेग्नेन्ट हुन्छ भन्दाखेरि चाहिँ मन्सा भन्दाखेरि हामीले मन्सा भन्थ्यो नि त त्यो भएर त्यो प्रेग्नेन्ट भयो लाइक हामीलाई थाहा थियो कि त्यो हुन्छ भनेर बट कस्तो नि त्यसले सुनाउँदाखेरि चाहिँ ए ल है फाइनली प्रेग्नेन्ट भयो है भन्दाखेरि चाहिँ कहिले पनि आफ्नो त्यो क्लोज वान्सहरू चाहिँ कहिले पनि त्यस्तो हुन त भयो मेरो दिदीहरू हुनुहुन्थ्यो अब मेरो अलि ठुलो मम्मीको छोरीहरू यताउति प्रेग्नेन्ट भयो तर एकदम क्लोज त अब साथी नै उयो हुन्छ नि त मेरो सोच्नु टाइम भयो यार मेरो त्यही अनि त्यही एकदमै खुसी कस्तो अब मेरो भिडियोमा यहाँ भन्दा पनि मेरो भिडियोमा हेर्नु होला मेरो भिडियोमा हेऱ्यो भने चाहिँ एकदमै म त लास्टै रोथेँ कि किन भन्दाखेरि अब मेरो गर्ल्समा चाहिँ अब सबैलाई माया गर्छु होइन अब अफकोर्स मेरो मुस्कान चाहिँ अब मेरो बेस्ट फ्रेन्ड नै भयो होइन तर एकदमै लाइक अलिकति म चाहिँ अलिक बढी क्लोज भनेको चाहिँ म मन्सासँग थिएँ कि रेणुका मन्सा अब मान्छे कन्फ्युज हुन्छ मन्सासँग थिएँ अनि झन् लाइक त्योलाई चाहिँ सानैबाट हामी जब लाइक पढिरहेको थियौँ नि कलेज के होस्टेलमा पढ्दाखेरि चाहिँ त्यसलाई माइग्रेन भएको थियो कि तिमीलाई थाहै थाहा त्यसलाई माइग्रेन थियो कि त्यसलाई यस्तो एकदम रोगी कि बिचरा बिरामी भएको भयो भने म सधैँ केयर गर्न जान्थेँ कि त्यसलाई कि होस्टेल वार्डन म्यामहरू मिसले पनि के अरे मन्सालाई त्यो प्रेग्नेन्ट भयो भन्नु मन्सालाई बिरामी भयो जाउँ त हेर्न टाइपको भन्ने कि एकदम केयर गर्ने खाना खुवाइदिने होइन यताउति गर्ने अनि त्यो लिटरली अब कास्की मुन्डाई चाहिँ त्यत्रो अग्लो हो नि त अब 5 तल्ला बिल्डिङ हो नि त है अब म त
वेट घटेको थिएन, त्यति साह्रो मोटो पनि थिएन, तर मैले लिटरली मैले मन्छालाई हातमा यसरी क्यारी गरेर मैले त माथिबाट तलसम्म ट्याक्सीमा राख्दैछु कि त्यसम्म गयो भने एकदम आफ्नै मनकै त्यो छ नि त, त्यो त एकदम मिल्ने टाइपको छ नि त। झन् त्यो प्रेग्नेन्ट भयो भन्दाखेरि त ओ माई गड, म त रोक्को रे म त ओ माई गड, अहिले सोच्दाखेरि आँखाभरि आशा आउँछ। त्यो एकदम खुसी भएको थियो। अनि त्यही हो। अनि सिङ्गापुर गएर बेली छुँदाखेरि त सुरुमा त अब मान्छेलाई देख्दाखेरि त अब रोइहाल्यो, त्यसो भइहाल्यो नि त। तर बच्चा है यो त यसको पेटमा बच्चा छ भन्दा पनि त्यसलाई नै कि ओ माई गड यो यसको पेटमा त बच्चा है, यो त कस्तो भइरहेको छ होला है, त्यसलाई नै बढी फोकस भइरहेको थियो कि हामीहरू। सो वन्डरफुल के जब कि मान्छेहरूले भन्छ नि त एउटा बेबी पेटमा आएपछि चाहिँ फुल अटेन्सन चाहिँ बेबीलाई जान्छ। तर इट्स सो गुड, लाइक आफ्नो साथीहरू गएर चाहिँ फर्स्ट थिङ तपाईँहरूलाई चाहिँ इट्स हाउ इज सी डुइङ भन्ने भयो कि होइन, लाइक कस्तो प्योर बोन्ड के लाइक। अनि अफकोर्स आई वाज द भेरी फ्यु मान्छेहरूमध्ये चाहिँ म पनि एकजना थिएँ हु गट टु सी अ भिडियो फर्स्टमा होइन। अनि इट वाज सो इमोसनल मोमेन्ट। अनि तपाईँलाई चाहिँ कुन टाइममा रियलाइज भयो कि ओहो मान्छे त साँच्चीकै प्रेग्नेन्ट रहेछ भन्ने कुरा, कि विच टाइम चाहिँ डिड इट हिट यु कि ओह भेट्दाखेरि हो? अनि त्यसले लाइक मैले भने नि अब तिमीसँग कुरा हुँदैन नि त मेरो, होइन खासै तिमीसँग भन्नु कोहीसँग हुँदैन नि त। म त लाइक कोहीसँग नि म मेसेज गरिराख्ने कल गरिराख्ने है यता छैन नि त। तर मान्छे प्रेग्नेन्ट भएपछि चाहिँ म नै थियो होला कि त्यसलाई धेरै मेसेज गर्ने कि, लाइक कति मेसेजहरू गरिरहेको थिएँ, कल गरिरहेको थिएँ, के भइरहेको छ यताउति होइन, त्यसको मुड स्विङ्सहरू यताउति सबै कुराहरू हामी यति लङ कुरा हुन्थ्यो है। तर भेटेपछि चाहिँ ल भेट्नुभन्दा अगाडि हो कि हामी सिङ्गापुर पुगेपछि चाहिँ ल अब आज चाहिँ भेट्ने, ल अब त्यो त प्रेग्नेन्ट छ है, अब कसरी देख्दाखेरि कस्तो छ होला, त्यो त कस्तो हुन्छ होला, त्यसको बडी चेन्ज हुन्छ नि, बडी चेन्ज भयो अलिक अनुहार पनि चेन्ज भयो, अलिक मोटाउनेहरू यस्तो हुन्छ नि त, त्यस्तो भएको छ होला, पेटमा यसरी बस्दाखेरि कस्तो हुन्छ होला नि, त्यो कस्तो सोचहरू आएको थियो कि। अनि ल साँच्चीकै हामी भेट्न जाँदैछौँ, अब प्रेग्नेन्ट छ भन्ने टाइपको त्यतिखेर चाहिँ थियो। अनि लाइक अब फर्स्ट टाइम अब अफकोर्स हामीले शिव दाईलाई पनि क्रेडिट दिनु नै पर्छ, लाइक उहाँले गर्दा नै यो सिक्रेट उस भयो नि त। अनि कति हेल्प भयो, अनि एकदम स्पेसल फिल पनि भयो दिललाई होइन। अनि तपाईँले उहाँलाई भेट्न जानुभयो नि त। अनि फर्स्ट लाइक सिङ्गापुर गएर फर्स्ट त्यो उहाँ बेडमा आई सिन यो भिडियो राइट, अनि उहाँ बेडमा बसिराख्नु भएको छ, अनि फर्स्ट हक गर्दा चाहिँ तपाईँको दिमागमा फर्स्ट थिङ चाहिँ के आयो? खै के आयो के हो कि त्यो म हाँसिराखेको नि त, म त्यो भिडियो हेरेँ नि, त्यो हाँस्दा म रोज्छु कि, किनभने म हाँसेँ लाइक सरप्राइज भयो, त्यो रियाक्सन भयो नि त। तर म त्यसलाई देख्ने बित्तिकै चाहिँ रुन आयो झन्, म त अब खै के हो है। अनि लाइक फाइनली त्यसले किन भन्दाखेरि मान्छेले चाहिँ सिङ्गापुरमा त्यसको अब साथीहरू छ, नम्बरिनीहरू होइन, दिदीहरू यताउति भाउजूहरू दाइ सबै हुनुहुन्छ, तर त्यस्तो क्लोज छैन नि त। अनि सो द्याट धेरै सबै आफ्नो कुरा सेयर गर्ने अरू त्यस्तो हुन्छ नि, हामी जस्तो क्लोज छैन नि त कोही पनि होइन। अनि छ होला तर अफकोर्स चाइल्डहुड फ्रेन्ड भनेको त चाइल्डहुड फ्रेन्ड नै हुन्छ नि त। अनि त्यसले चाहिँ भनिरहेको थियो कि लाइक नेपाल, अब उसको मम्मीहरू पनि थिएन नि त, नेपालमै भएको चाहिँ ठिक हुँदो रहेछ यस्तो प्रेग्नेन्टको बेलामा, किनभने कति धेरै इमोसनल रोलर कोस्टरहरू भइरहेको हुन्छ नि त। अनि मुड स्विङ्स यताउति हुँदाखेरि चाहिँ नेपालमै भएको भए चाहिँ सायद अब मम्मीहरू पनि हुन्थ्यो, अनि तिमीहरू पनि थिइस्, एकदमै अर्कै हुन्थ्यो होला। त्यसले भने गर्थ्यो कि भने गर्थ्यो। अनि लाइक एकदम बिचरा यो कुरामा चाहिँ एकदमै रिग्रेट लाइक हुन्छ नि, अब जान नपाएको गिल्ट लिएर बसेको चाहिँ हाम्रो कृपा हो कि। तर चाहिँ लास्टै त्यसलाई त एकदम, किनभने अब त्यसको त बेस्ट फ्रेन्ड नै हो नि त। अनि कृपा चाहिँ जाने नै सोचेको थियो र, तर उसले फेरि त्यो भयो नि त, पढाइ स्टार्ट गर्यो नि त, पढाइ स्टार्ट गरेपछि त जानु मिल्दैन। अनि त्यो भएर अनि एकदमै त्यसलाई चाहिँ एकदम गिल्ट भइरहेको थियो कि अब मेरो साथी प्रेग्नेन्ट भएको बेलामा कहिले त्यो टच गर्न पाएन, फिल गर्न पाएन, त कति एक्लै भइरहेछ होला हुन्छ नि। हामीलाई जब त्यसलाई हामी सिङ्गापुर जाँदैछ भन्दाखेरि सुरुमा चाहिँ टाइपको हो कि, अलिकति डम टाइपको रियाक्सन छ होइन, कमेन्टमा पनि लेखेछ कि मान्छे कस्तो डम रियाक्सन, र त्यो चाहिँ साँच्ची भनेको र टाइपको छ। अनि पछि चाहिँ डेन्जर रोयो कि त्यो। अनि त्यसले भन्न लाग्यो कि लाइक म कस्तो भित्र यति गिल्ट थियो मसँग, म त्यसको उद्योगमा हुन पाएन भनेर, तिमीहरू जान लागेकोमा एकदम थ्याङ्क यू, कति थ्याङ्क यू भन्यो कि त्यसले। कोही क्वेसन के थियो अरे, when did it hit you कि लाइक त्यही नै हो। अनि त्यस्तै भयो गएँ। अनि गर्दाखेरि के थियो भनेको क्वेसन, सरी फर्स्ट क्वेसन उस दिमागमा के थियो? त्यही हो अब
फाइनली अब त्यसलाई एकदमै एक्लोपन भएको थियो नि त हामी आएर चाहिँ सायद त्यसलाई अलिकति भयो नि ऊ त्यो भयो होला भनेर चाहिँ त्यसरी रोयो नि त त्यसलाई चाहिँ अलिकति मन भारी भएको सबै निस्कियोस् टाइपको चाहिँ सोच आएको थियो मेरो चाहिँ अनि उ त्यो पनि भएको थियो नि त्यो धेरै नरोइ हुन्थ्यो भएको थियो कि किनभने पेटमा नि उ त्यो हुन्छ नि त दाइ त पछाडि बसेर रेनु भयो डर हुन्छ नि त दाइले त लास्ट मिनटमा के हुन्थ्यो बहिनी मलाई त कस्तो डर लाग्यो भरे सरप्राइज भएर फेरि त्यस्तो केही हुने हो कि अलि असर पार्ने हो कि भनिदिउँ है भन्ने कुरा गरेको थियो कि दाइले दाइ प्लिज एकछिन हुन्छ झन् खुसीको हुन्छ त्यसरी रुन्छ त्यसरी त भइ त हाल्यो नि बिकज फेरि तपाईँहरू त कस्तो लास्ट मन्थतिर जानुभएको थियो नि त नि लाइक 8 मन्थ हुँदा कि अनि त्यही भएर पनि अलिकति केयरफुल चाहिँ हुनु नै पर्ने थियो नि त बट देन आफ्टर अल सबै वर्थ इट नै तर हामी जानुको रिजन चाहिँ दही चिउरा गर्ने भनेको नि त दही चिउरा भनेको चाहिँ अब डेलिभरी आउनुभन्दा अगाडिको कुरा चिज गर्ने हो नि त त्यो भनेको चाहिँ लाइक बेस्ट विसेस गर्ने हो कि फ्रेन्डहरूले साथीहरूले चाहिँ ल अब चाहिँ राम्रोसँग डेलिभरी गर है भनेर उयो गर्ने त्यो हामी चाहिँ सोच्नै अब अलिकति लास्टतिरै जाने सोचिरहेको बेबी भएपछि जाने सोचिरहेको थियो तर बेबी भएपछि गयो भने चाहिँ अब उनीहरू पनि अब एज इन लाइक मदर भएपछि त एकदमै बेबीसँग त्यो इन्भाइरोमेन्टमा ढल्न एकदम गाह्रो भइरहेको छ त्यति बेलामा हामी गएर यतिकै बस्थ्यो भने त कति गाह्रो हुन्छ नि त्यसलाई अब यता हेर्ने कि उता हेर्ने त्यही भएर हामीहरू चाहिँ होइन दही चिउरा गर्नै जाने भनेर चाहिँ नि हामी गयौँ अनि लाइक अब यो फ्रेन्ड ग्रुपमा एउटा चाइल्ड छ के सो के अरे बेबीलाई चाहिँ कस्तो एकदम स्पेसल छ कि लाइक म अरूलाई थाहा छैन होइन मुस्कानहरूलाई अब मुस्कानले त भन त भन्छ तर म जस्तो चाहिँ भन्दैन कि लाइक मलाई कति स्पेसल लाग्छ कि अब फर्स्ट बेबी पनि हो है अनि मन्साको भन्दाखेरि चाहिँ अनि कस्तो लाग्छ नि खालि हेरौँ जस्तो हुन्छ है कल गरौँ म्यासेज गरौँ हुन्छ तर बिजी हुन्छ भनेर मैले चाहिँ गर्छु नि त्यसले आफै म्यासेज कल गऱ्यो भने चाहिँ हेर्ने हो खालि बेबी देखा भन्छ कि म त अनि एकदम स्पेसल लाइक झन् त भेट्दाखेरि अब यो कुरा त छोडिदिउँ होइन त्योभन्दा अगाडिको कुरा चाहिँ त्यो बस्यो नि त अनि लाइक बेबी लाइक प्रेग्नेन्टमा हुन्छ नि बेबी छुनी टाइपको उतै के अरे बेलीलाई छुनी टाइपको भन्ने सोचै थिएन कि सुरुमा त मन्सालाई एकदम उयो गऱ्यो नि त अनि हामी यति रोयो त्यो भिडियोमा त कति नै होइन त्यो भिडियो त काटिदिएको अझ है हामीले त त्यो क्यामेरा फालेर नि हक गरेर नि बेसी रोयो कि फेरि अनि रोयो अनि त्यसपछि चाहिँ अनि रोएपछि चाहिँ बल्ल त्यहाँ बसेपछि कुराहरू गरेपछि बल्ल बेली छेउ क्या मैले खै एकचोटि छौँ भनेर अनि छुँदाखेरि त कस्तो फिल हो कि अनि कस्तो हो नि म धेरै सोचेको कि होइन ठ्याक्क मैले छेउ लात्तले हानेको कि भयो यतापट्टि बस्दाखेरि है मलाई नि ऊ भक्क हानेर चाहिँ ओ मैले छैन भन्दा अब थाहा छैन होइन अब मासी आएर हामीहरू त मासी हो अनि के हो मोटी मासी आएर थाहा पाएँ क्या हो भनेर कुरा म त यति कुरा गर्थेँ कि त्यो बेबीसँग किन रोक्यो अनि अब तिमीलाई चाहिँ कसरी नि अब मन्सासँग पनि क्लोज छौ नि त त्यही भएर अनि कस्तो बोलिरहेको थिएँ अब बेबी भनेर यताउति भनेर अनि तिमीमा आमा जस्तो यस्तो नभए यस्तो भन्ने कुराहरू गरिरहेको थियो नि त अनि कस्तो होइन हामी त कसरी कुरा गर्थ्यौँ नि है त्यो बेबी पाइसक्यो अनि कुरा गरिरहेको छौँ भन्ने टाइप कुरा गर्थ्यौँ कि अनि त्यो हेर अनि बेबी भएपछि पनि कस्तो लाइक स्पेसल हुने कि त्यस्तो हुँदो रहेछ अनि मैले पनि त्यही भयो कि अनि ठ्याक्कै त्यो कुराहरू उस हुँदा के लाइक ओ माई गड भएको के म पनि होइन जब मैले फाइन्ड आउट गरेँ कि लाइक किनभने कस्तो गुपचुप नै थियो नि त सबै कुरो अनि आई अन्डरस्ट्यान्ड पनि बिकज यस्तो कुरामा चाहिँ आई डोन्ट थिङ्क मन दुखाएर पनि हुन्छ कि मलाई भनेन तिमीलाई भनेन भनेर बिकज अफकोर्स हाम्रो फेरि रेणुका दिदीलाई कस्तो चाँडो नजर लाग्छ कि है ग्रह पातलो भन्ने एकदम चाँडो नजर पनि लाग्छ अनि त्यही भएर पनि आई गेट इट अनि मलाई चाहिँ कि त्यो एभ्री टाइम अहिले झन् यसरी किनभने म त काठमाडौँ हुन्छु नि त अनि काठमाडौँमा बसेर चाहिँ फोनमा जति बोले पनि यसरी बसेर बोलेको जस्तो हुँदैन अनि अहिले आएर चाहिँ मलाई कस्तो बेबी त इज देयर होइन हाम्रो सबै माया बेबीलाई छ तर एभ्रीबडी नोज रेणुका दिदी कस्तो सेन्सिटिभ हुनुहुन्छ अनि सी इज लिटरली म बहिनी भए पनि टेक केयर गरिराख्नु पर्ने उस छ नि त हाम्रो मन्सा दिदीलाई अनि अहिले यसो सोच्दा त सी इज अ मदर अब त होल रेस्पोन्सिबिलिटी हुन्छ भन्ने कुराले चाहिँ मलाई कस्तो हिट पनि गर्छ कि अनि आई सो विश उहाँ ब्याक इन नेपाल भएको भए चाहिँ हामीले मिस आउट गर्छ के अब लाइक त्यो बेबीको फर्स्ट हाँसेको यसरी लिन मन थियो तर यसरी लिन पर्छ अब आउँछ अब 1 वर्ष जस्तोमा आउँछ होला अनि तर पनि यहाँ बसेर चाहिँ आई थिङ्क जहिले पनि हामीले
वेल विस नै गरिरहेको हुन्छु अनि आई नो वेन अ चाइल्ड इज बर्न हामी चाहिँ सबैजना चाइल्ड भन्छ तर यो चाहिँ मैले नुमा दिदीको भिडियोमा पनि हेरेको थिएँ कि अनि आई सो अग्री विथ हर कि किनभने त्यो चाइल्ड मात्रै जन्मेको होइन नि त हाम्रो रेणुका दिदी पनि मदर भएको हो नि त फर द फर्स्ट टाइम सी इज अ मम टु मैले चाहिँ लाइक भिडियोहरूमा देख्थेँ कि टिकटकहरूमा कि अब जस्तै अब जस्तै अब इनकेस मेरो बच्चाले होइन लाइक भन्छ नि मैले बच्चा पाएँ भने चाहिँ मेरो मम्मीले चाहिँ मेरो बच्चालाई भन्दा नि मलाई हेर्न आएको टाइपको कि टिकटकहरू देख्थेँ नि त अनि सोच्दाखेरि त आउँछ नि है किन सबैजना बेबी भन्छ तर आमालाई त कहिले पनि सोच्दैन नि त्यसपछि चाहिँ मैले जो पनि प्रेग्नेन्ट हुन्छ नि सुरुमा चाहिँ मैले आमालाई नै उयो गर्छु कि अनि मलाई चाहिँ अहिले के भएको भन्दा इफ म सिङ्गापुर गइहालेको छु भने पनि म फर्स्टमा चाहिँ गएर आई थिङ्क म रेणुका दिदीलाई नै भेट्थेँ होला बेबी कम्स सेकेन्ड फर मी के बिकज है अल्दो लाइक बेबीको एकदम माया लाग्छ तर आई थिङ्क हाम्रो लागि फर्स्ट प्रायोरिटी जहिले पनि मन्सा दिदी नै हुन्छ नि त अनि गएर त आई क्यानट इभन इमेजिन गएर हगिङ हर एन्ड क्राइङ सो अहिले नै कस्तो उस भइसक्छ बट अगेन आइ एम सो ग्ल्याड कि तपाईँ र मुस्कान दिदी चाहिँ जानुभयो एन्ड यु नो सब एज अ सबै हामी सबैको रिप्रेजेन्टेटिभ भएर पनि गयो नि त अनि त्यो कारणले पनि आइ एम सुपर ह्याप्पी अनि अफकोर्स म त पहिल्यै टेयर अप भइसकेँ तपाईँको भिडियो हेरेर दिदीले मलाई यो भिडियो हेर त म तिमीलाई म वर्कबाट फर्किँदै थिएँ अनि दिदीले घर पुगेको छैन घर पुगेर मलाई गर ल भनेर मलाई भिडियो देखाउनु त्यो भिडियो इज अलरेडी तपाईँले दिदीको इन्स्टाग्राममा हेर्न सक्नुहुन्छ एन्ड मलाई अर्को एकदम सोध्न मन लागेको क्वेसन के अब फ्रेन्ड ग्रुप पहिला त अब त्यो बच्चैहरू थियो नि त तपाईँहरू त सबैजना एन्ड रमाइलो समाइलो अब त यु गाइज आर म्यारिड अनि इङ्गेज होइन अनि आफ्नो आफ्नो रेस्पोन्सिबिलिटीहरू छ अनि नाउ द्याट देयर इज ए बेबी इन द ग्रुप डु यु गाइज फिल ओल्ड ला हामी त अब त बुढो भएछ भन्ने हिट हुँदैन अहिलेसम्म चाहिँ भएन सायद मेरो बिहा नभएर होला भन्नाले इङ्गेजमेन्ट बिहा सबै एउटै हो होइन तर लाइक प्रपरली नै बिहा भएन नि त अनि खै त्यस्तो अहिले चाहिँ सोचेको छैन मैले चाहिँ लाइक मलाई त कस्तो फिल भयो नि हामी यस्तो यङ लाइक हुन्छ नि अब मान्छेले चाहिँ स्टिल लाइक अब 27 चाहिँ राइट एज हो तर पनि यङ त यङै हो नि त त्यस्तो त्यो होइन नि त मैले के भन्छ नि हामी चाहिँ ठुलो भयौँ तर त्यस्तो बुढी चाहिँ भएनौँ है भन्ने भन्छ कि मैले चाहिँ कि अनि त्यही तर ठुलो भएको यसले हामी त कति ठुलो भएछ है त्यो सानोमा हामी यति गर्थ्यौँ अनि पुरानो भिडियो हेर्नु चाहिँ हाम्रो आवाजहरू पनि कस्तो सानो है मुस्कानको आवाज कस्तो सुनिरहेको मुस्कानले म अस्ति भिडियो पठाइरहेको थिएँ कि उयो कस्तो आवाजै कस्तो सुनिने कि अनि ल है अलिकति ठुलो चाहिँ भएछौँ जस्तो हुन्छ कि त्यही हो सो दिस माइट साउन्ड भेरी डम होइन तर म क्वेसन सोध्छु होइन तपाईँलाई चाहिँ अल्टो सबै पेरेन्ट्सले आफ्नो बच्चालाई एकदम माया गर्छ अलिकति स्लाइटली मोर चाहिँ शिव दाइ कि रेणुका दिदीले बढी माया गर्छ होला बेबीलाई एकदम माया त मलाई चाहिँ के लाग्छ नि एकदम माया त अब मान्छेले अब त दुइटैले गर्छ अलिकति चाहिँ अब बढी आमाले नै गर्छ होइन मान्छेले पनि गर्छ होला तर मलाई चाहिँ के लाग्छ भने स्पोइल गर्छ नि लाइक बेबीलाई चाहिँ अब आफ्नो उयो गर्नु दाइले गर्नुहुन्छ होला जस्तो लाग्छ कि मान्छे चाहिँ अलिक स्ट्रिक्ट बस्छ जस्तो लाग्छ लाइक अलिक डिसिप्लिन राख्ने टाइपको होइन दाइ चाहिँ हुन्छ नि अब अलिकति दाइ त एकदम प्लेफुल टाइपको हुनुहुन्छ नि त अनि यताउति गरिदिने बेबीलाई यस्तो गर्ने चाहिँ दाइ चाहिँ एकदमै लाइक एकदम कुल ड्याड हुन्छ जस्तो लाग्छ कि मलाई चाहिँ ओके सो तपाईँहरूको ग्रुपमा होइन सो सबै गर्ल्सहरू होइन सो कृपा दिदी पूर्णिमा दिदी मुक्ता दिदी निकी दिदी मुस्कान दिदी अनि तपाईँमा होइन फ्यु क्वेसन सोध्छु फर्स्ट त्यो बेबी चाहिँ यो प्रब्लम भयो भने चाहिँ कोसँग जान्छ होला है फर एडभाइस म त्यो बुझ्नु भयो नि होइन सो ऊ एकदम इमोसनल भयो होइन एन्ड द बेबी रियली वान्ट्स टु सेयर उसको मनको कुरा कोसँग जान्छ होला पूर्णिमा कि त म है मलाई त्यही लागेको थियो अनि सो बेबीले केही काम बिगाऱ्यो होइन अनि उसले कन्फ्रन्ट गर्नु सकेन पेरेन्ट्सलाई कोसँग जान्छ होला भन्न चाहिँ लाइक त्यो हाइड अप गरिदियो कि त मेरो पेरेन्ट्सलाई सम्झाइदेऊ भनेर मलाई भन्छ होला तपाईँलाई किन भन्दाखेरि कृपा चाहिँ कुरा बनाउन आउनु अलिकति हुन्छ नि दिमागी टाइपको झन् ओ तेरो बच्चाले त्यस्तो गरिदियो भन्ने टाइपको अनि पूर्णिमाले पनि गर्छ होला मुस्कानले पनि गर्छ होला अनि म फेरि सबैले म भनेर है तर यस्तो आई गेट इट अनि अरू के छ यस्तो के हुनसक्छ है अब लाइक बेबीलाई चाहिँ एकदमै उस गर्नु मन लाग्यो अरे के भन्ने
बेबीलाई चाहिँ सामानहरू यता चाहियो चाहियो टाइपको भन्यो भने चाहिँ कोसँग रन गर्छ होला त्यो पूर्णिमा कृपा है कृपासँगै गर्छ होला अनि यसो के अरे अब निड्सहरू यताउति हुन्छ नि मासी मलाई यो कस्तो त्यो टाइपको चाहिँ कृपालाई भन्छ होला अनि पूर्णिमाले चाहिँ आफै नि भन्छ कि आम गन बी द कुलेस्ट मासी भन्छ कि मलाई त पु मासी भनेर भने वाला भन्छ कि लाइक ऊ त आफूले आफूले पु मासी हो म त पु मासी हो टाइपको भन्छ कि अनि म एकदम त्यसै अरू क्वेसन सोध्दैन सो बेबी चाहिँ होइन मैले के सोचेँ त एउटा बेबीले चाहिँ के हुनसक्छ यसमा सोच बेबीले चाहिँ अब यो त एन्सर मलाई त थाहा छ इफ बेबी रियली वान्ट्स टु अनि तिमीलाई थाहा भएको एन्सर चाहिँ सोधे हुन्छ बेबीलाई चाहिँ होइन एकदम केही लाइक फन एक्टिभिटिजहरू गर्नु मन लाग्यो भने चाहिँ कोसँग जान्छ होला जस्तै कि अब फर एन इक्जाम्पल कार राइडहरू अर बन्जी जम्पिङहरू अर यस्तै के त्यो एडभेन्चरस कुराहरू गर्नु पऱ्यो भने चाहिँ कसलाई रिच आउट गर्छ होला गर्ल्स ग्रुपमा खै त्यसो त खै कृपा आई थिङ्क इट्स मुस्कान दिदी हो लाइक बन्जीहरू यता बन्जी एज इन लाइक एडभेन्चरस कुरा दिदीले त लाइक यो त्यो हाइल्यान्ड के अरे त्यो उसहरू के हाई ग्राउन्डहरू के अहिलेको म फेरि फ्युचरमा के अब हुन्छ नि फ्युचरमा त अब को हुन्छ को थाहा हुन नि त नो इन जेनरल लाइक इन जेनरल अहिलेको हिसाबमा चाहिँ के मुस्कानै होला अनि किनभने अब कृपा त अब बन्जी सन्जी त गर्दैन जस्तो लाग्यो है म त को हो जस्तो लाग्यो कि अनि बेबीलाई एकदम ल मेरो चाहिँ एउटा च्यालेन्ज सो आयो मलाई डान्स गर्नु छ यो सिक्नु छ भन्यो भने चाहिँ कोतिर जान्छ होला निकी कि त म हो निकी दिदीले नि डान्स सिकाउनुहुन्छ उसले जे होस् डान्सहरू यताउति जे होस् उसले त्यो स्टेजहरूमा पनि नाचिरहेको हुन्छ नि मुक्ताले पनि नाच्छ होइन मुक्ताले पनि नाच्छ सो इफ बेबीले चाहिँ बेबी जस्ट वान्ट्स टु सिट इन होम एन्ड रिल्याक्स तर कम्पनी चाहिएछ भने चाहिँ कसलाई बोलाउँछ होला पूर्णिमा दिदीलाई अनि योमा मान्छे त इन्क्लुड छैन होला नि छैन सी इज द मम नि त अनि इफ बेबीले चाहिँ अब सपोज गर्लफ्रेन्ड बनायो अरे होइन सबैभन्दा सुरुमा चाहिँ गएर कसलाई भन्छ होला लाइक इन अ सेन्स कि कसलाई भन्दा ऊ कम्फर्टेबल हुन्छ अनि त्यो वाला पूर्णिमा दिदीलाई अनि इफ बेबी अब बेबीलाई चाहिँ एकदम लेट नाइट स्न्याक्स अब सपोज होइन आमाले त अफकोर्स भन्छ राति आइसक्रिम नखायो नखाने त्यो खानु पऱ्यो भने चाहिँ कृपाले दिन्छ खोलाउँछ होला एन्ड अरू के छ अनि बेबीले चाहिँ कहिले अब केही मिस्टेक गर्यो भने उसलाई कभर अप गर्नको लागि हेल्प चाहिँ कसलाई माग्छ होला मुस्कान दिदीलाई अनि उसलाई चाहिँ एकदम इन्टेलेक्चुअल लजिकल रिजनिङवाला के अब सपोज कहिले काहीँ प्रब्लमहरू आयो भने त्यो लजिकल रिजनिङ अनि सल्युसन चाहिँ कसले दिन्छ होला सबैले दिन्छ होला यो त होइन वान स्पेसिफिक के लाइक सबैभन्दा राइट डिसिजन गर्न सिकाउने किनभने देयर विल बी पिपल जसले चाहिँ लाइक उसको सपोर्टमा लगेर नट सेङ कि उसलाई नराम्रो हुने त कसले नि गर्दैन तर अलिकति ऱ्यासनल वेमा यो राइट हो यो रङ हो भनेर छुट्याएर लाइक भनिदिन सक्ने चाहिँ को होला त्यो यो राइट हो यो रङ हो भन्यो भने त अब सबैले भन्छ कि होइन तर अलिकति बढी एकदम बुझ्ने बुझाउने चाहिँ पूर्णिमाले बुझाउनु जस्तो लाग्छ पूर्णिमा दिदीले एन्ड अनि इफ बेबीलाई स्कुल जानु मन लाग्छ होइन अनि उसले लाइक द बेबी रियली डज नट वान्ट टु गो टु स्कुल अनि जान्न भन्यो भने कसलाई कोनिर गएर बस्छ होला ऊ चाहिँ कृपासँग So all the dumb things it's Kripa Didi I see छोड्दै अरे यही बस्छ मसँग बस्छ आइज बस यहाँ बस भन्नु त्यस्तो टाइपको हो नि त अनि ओके ल अब चाहिँ मासीहरूको कुरा गरौँ होइन अगेन हु इज गोइङ टु बी द कुलेस्ट मासी पूर्णिमा अनि हु इज गोइङ टु बी द मोस्ट अन्डरस्ट्यान्डिङ मासी Okay. Who is going to be comparatively strict Masi? मुस्कान दिदी होइन मुस्कान पनि त्यस्तो स्ट्रिक्ट त छैन मुक्ता दिदी मुक्ता पनि स्ट्रिक्ट खै
गर्ल्स ग्रुपमा खासै कोही छैन नि खासै छैन अब मुक्ताल चाहिँ हुन त सिद्धुलाई पनि एकदम मायाले उयो गरेको हो निक्की चाहिँ आफ्नो भाइहरूसँग कस्तो छ भने चाहिँ मलाई खासै थाहा छैन होइन तर एज इन लाइक निक्की चाहिँ अलिकति ओल्डेस्ट हुन्छ भन्नाले उसको त दुईवटा भाइ के अरे भाइ र अनि बहिनी छ नि त अलिकति जे होस् अब बुझ्ने यताउति कन्ट्रोलमा राख्ने त निक्की नै होला सायद आई थिङ्क स्ट्रिक्ट भन्दा पनि अब खै स्ट्रिक्ट त अब उसकै आमै हो then who is going to be the most fun Masi to be around? Kripa Didi. Who's going to be the saver Masi के केही प्रब्लमहरू परेर बचाउनु पर्यो भने कसले चाहिँ मुस्कान दिदी अनि who's going to be the Masi त्यो म यस्तो कुराहरू कहिले सोचेको थिएन अचानक भनिदिएर who's going to be त्यो एकदम ड्रामेटिक Masi के पूर्णिमा दिदी अनि who's going to be लाउडेस्ट पूर्णिमै हो अब हुन्छ नि who's going to be अरू के भन्छ who's going to be the spoiler Masi के लाइक जे कुरा नि स्पोइल गर्ने के उसलाई लाइक नट इन अ सेन्स कि त्यो कुराहरू स्पोइल होइन कि उसलाई दिने खानेकुरा लुगा सुगा सबै कृपा दिदी कि उसले कृपाले अहिले पनि स्पोइल गरिसक्यो त्यसले के गिफ्टहरू पठाइसक्यो who's going to be एकदम त्यो लाइफ एडभाइस दिने मास त्यो हुन्छ नि यु अन्डरस्ट्यान्ड नि होइन त्यो तारक मेहताको चम्पक चाचा टाइपको मासी चम्पक चाचाको हो अरे जेठालालको बाबा त्यो जुङ्गा भएको टोपी लाउनेवाला या त्यस्तो टाइपको कि लाइक लाइफ जे कुरामा नि लाइफ एडभाइस दिने मासी मुस्कान दिदी who's going to help the baby with dress up मुक्ता दिदी ओके अनि पूर्णिमाले राम्रो गर्यो पूर्णिमाले नै एकदम किनभने पूर्णिमाको चाहिँ अब मुनमुन दिदीको बेबी छ अब के अरे नानु दिदीको पनि बेबी छ नि त उसले चाहिँ लाइक बेबी एराउन्ड छ नि त अनि एकदम लाइक कसरी ड्रेसअप गर्नु उसलाई थाहा नि त उसले पनि अब उयो गरिरहेको हुन्छ नि त आई थिङ्क पूर्णिमा ओके त्यो हिसाबले चाहिँ अरू के हुनसक्छ अनि हु इज गोइङ टु टेक अ लट अफ बेबी पिक्चर्स के लाइक यसरी 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 लाइक द प्लानर मासी के यो कुरा यो ओके आई थिङ्क द्याट बी इट सो नाउ अब तपाईँहरू सबैजना अफिसियली म पनि मासी भइसक्यौँ तपाईँलाई चाहिँ हु डु यु थिङ्क अब नेक्स्ट बिहे गर्ने मान्छे को हुन्छ होला फर्स्ट बिहे अलमोस्ट सबै भइसक्यो होइन भइसक्यो अब बाँकी बेबीहरूलाई नि अब बाँकी त मुस्कान दिदी नै तपाईँ हो होइन सो हु इज गोइङ अब नेक्स्ट चाहिँ कसको बेबी हुन्छ जस्तो लाग्छ तपाईँलाई अबको 4-5 वर्षमा त मै पाउने हो त्योभन्दा अगाडि भयो मै हो इनकेस त्योभन्दा पछि अब यसो हेर्दाखेरि चाहिँ अब मलाई चाहिँ कृपा लाग्थ्यो होइन तर कृपालाई अहिले भन्यो भने चाहिँ कृपा चाहिँ अहिले पढिरहेको छ नि त उसले चाहिँ पढाइ कम्प्लिट गरेर नै अब उयो गर्ने होइन तर प्लानिङ चाहिँ आई थिङ्क कृपाले नै गर्छ होला होइन अब त्यसले पहिला चाहिँ प्लान चाहिँ गरेको थियो कि त्यसले होइन प्लान त गरेको थिएन जे होस् अब हामीले बेपा भन्दाखेरि चाहिँ चुप लागेर बस्दिएको हुन्छ नि अलिकति कि ल टाइपको हिँड्थ्यो कि तर त्यसको चाहिँ पढाइको भएर अहिले पढाइ फेरि 4-5 वर्ष कति वर्ष हुन्छ नि त त्यही भएर तर कृपा कि त निक्कीले नि हेर्दाखेरि पाउँछ जस्तो लाग्छ हौ अचानक मुक्ताले पाइदिएको रे कि म त आइड बी सो ह्यापी छक्क तर मलाई चाहिँ कस्तो हुन्छ नि अब यो मन्छा त प्रेग्नेन्ट भएन इफ इन केस मेरो ग्रुपमा लाइक अरू केटीहरू प्रेग्नेन्ट भयो भने नि म त्यत्तिकै इमोसनल हुन्छ कि किन भन्दाखेरि ओ माई गड आई थिङ्क यो लाइक तपाईँहरूको फ्रेन्ड ग्रुप प्लस अब जहिले पनि हाम्रो त्यही त हुन्छ नि होइन फ्रेन्ड ग्रुप प्लस हामी दुईजना बहिनी हुन्छ नि त अनि आई थिङ्क अञ्जली पनि हुन्छ कहिले अनि आई थिङ्क सबैभन्दा सुरुमा रुने तपाईँ र म हुन्छ कि लाइक एभ्री टाइम एनिथिङ सुप्रियादीले मलाई गरेर हुन्छ है लाइक आई थिङ्क त्यो पार्ट चाहिँ छ हामीमा है पूर्णिमा नै अलिक इमोसनल छ पूर्णिमा चाहिँ एकछिन पछि हुन्छ फेरि भन्नु भन्छ टाइपको अनि त्यसपछि सो सिन्स अब तपाईँ पनि यु माइट
have a child very soon, कतिवटा बच्चा पाउन मन लाग्छ तपाईँलाई लाइक प्लानिङ कतिवटाको छ म त दुइटै हो लाइक म त जे जस्तो गरेँ म दुइटै पाउने हो तर हेरौँ कतिको गाह्रो हुन्छ किनभने बिचरा मेरो मान्छेलाई हेरेर मलाई गाह्रो भइसक्यो है एउटा पाउन नि एकदम हुँदो रहेछ भन्ने टाइपको हुन्छ नि त अनि तर एसएको अनुसार चाहिँ कस्तो खाने एसएको त फेरि सबै उतैमै लाइक उसको बाबाको नि अब एउटा मात्र चाइल्ड नि त अनि त्यही भएर आफू एउटा सिङ्गल चाइल्ड भएर चाहिँ सिङ्गलै एउटा मात्रै पाउने हो भनेर भन्छ अनि म चाहिँ नि दुइटा पाउने हो मैले चाहिँ उसलाई भनिरहेको हुन्छ कि अब अहिले चाहिँ अब कताबाट कता हुन्छ होइन इनकेस अब एसएको पनि कोही सिब्लिङ्स भएको भए होइन उसको आमा अब जे पनि भयो नि त सिब्लिङ्स भएको भए कति सजिलो एउटा जो एउटा सिब्लिङ कुराहरू सेयर हुन्थ्यो यताउति हुन्थ्यो नि त अनि कस्तो हुन्थ्यो होला भन्नु त्यसपछि अब त्यस्तै हो म पनि अब होइन दिदी छ मेरो यताउति दिदी पनि मेरो सेकेन्ड मदर हो यस्तो हुन्छ सिब्लिङ्सहरूमा यस्तो हुन्छ मैले उसलाई सम्झाउन खोज्छु कि अनि ल त भन्छ तर सेकेन्ड फर्स्टै हो एउटै हो भन्छ सो वाट डु यु थिङ्क होइन तपाईँ विल यु अब तपाईँको दुइटा बेबीको प्लान छ बट विल यु वान्ट टु बी ए गर्ल मम अर ए बोय मम मलाई मेरो सबैलाई सोध मलाई त केटी नै चाहिएको थियो मलाई त एभ्री टाइम लाइक म मेरो केटी भयो भने थियो केटी तर अहिले आएर कस्तो हुन्छ नि मलाई त केटा पनि एकदम लाइक बेबी बोय पनि मलाई एकदम हुँदै हुन्छ किनभने मेरो बेबी बोयमा यस्तै भयो हुन्थ्यो अनि मलाई त दुइटै चाहिएको कि लाइक म चाहिँ कस्तो हुन्छ नि अस्ति पहिला कुरा गर्दाखेरि चाहिँ लाइक मेरो त बेबी गर्ल नै गर्ने हो म त गर्ल नै चाहिएको टाइपको हुन्थ्यो होइन यसो सोच्दाखेरि त मलाई पछि गएर इनकेस मेरो बेबी लाइक पछि गएर चाहिँ पहिला चाहिँ म के सोच्छु भने पछि गएर मेरो इनकेस बोय भने चाहिँ म सायद आई थिङ्क हुन्छ होला जस्तो हुन्थ्यो कि अहिले चाहिँ मलाई बेबी बोय भन्यो भने म यति खुसी हुन्छ होला किनभने ह्यान्डसम पाउँछ नि त ट्रु भेरी ट्रु ल अब यही कुरामा एक दुईवटा कुरा जोडिदिउँ न त होइन लाइक अब तपाईँले मोर चाहिँ होइन अब सबैलाई आई थिङ्क अब ऱ्यासनल थिङ्किङ नै हो एउटा बोय एउटा गर्ल पाउन मन लाग्ने त होइन तर बोय मम हुन रुचाउँछ कि गर्ल मम हुन रुचाउँछ को भन्नु ल सो कृपा दिदी कृपाको त्यो चाहिँ हेर्दाखेरि चाहिँ छोराको आमा जस्तो छ है तर मलाई किन छोरी पाउँछ कि जस्तो लाग्छ घरिघरि त मलाई चाहिँ आई थिङ्क मलाई चाहिँ भाइब चाहिँ कृपा दिदी चाहिँ मोर अफ बोय मम जस्तो लाग्छ सुड बी सच अ कुल मम अनि पूर्णिमा दिदी गर्ल है माइन्ड कस्तो आउँछ कि लाइक इफ सी इज गोइङ टु ह्याभ अ बेबी गर्ल ओ माई गॉड राम्री हुन्छ अनि चिटिक्क पालेर राख्छ होला कि कपडाहरू होइन यस्तो ब्याग स्यागहरू यति यु नो हाउ नानु दिदीले एभलिनलाई पिक्चर्सहरू अब सी सो क्युट है अनि एभलिनको जस्तै पिक्चर्सहरू खिचेर राख्ने हुन्छ होला है सो कति राम्रो आएको थियो एभलिन अनि थाहा उसको बानी के यस्तो राम्रो के बानी पनि यति बुझ्ने खालको के ऊ नानी के अब पूर्णिमा के भन्ने इट्स ओके भन्दा अलिकति के वाट ह्यापन टाइपको के इम्प्याक्ट एकदम लाइक धेरै अलिकति के अहिलेबाट नै कस्तो एकदम सोच्ने टाइपको छ अरे कि अहिले एभलिन एकदम राम्रो अरे बानी पनि अब अनि नानी दिदी भन्छ डराउँछ अरे कि विदेशमा त अब यता पिटो सिटो पाउनु तर नानी दिदीले चाहिँ अब कन्ट्रोलमा राख्छ अरे क्या हुन्छ नि अब पर्छ पनि त तर अनि त्यस्तो छ अरे कि मलाई एकदम भेट्न मन लाग्छ नानी दिदी र के अरे एभलिनलाई मलाई पनि एभलिन त ओ माई गॉड मैले तर कति देखाउँछ यता क्यामेरा पछाडि चाहिँ मेरो बेस्ट फ्रेन्ड पनि छ रक्षा पनि छ अनि मैले उसलाई कति देखाउँछ कि ओ माई गॉड लुक एट दिस चाइल्ड भनेर कस्तो प्रिटी छ कि म चाहिँ फेरि मलाई चाहिँ खासै त्यो बेबीहरू चाहिँ एकदम त्यो हुन्थेन कि आजकल चाहिँ अलिअलि हुन लाग्यो भन्नाले हुन त हुन्थ्यो तर कुकुर भए जस्तो नि हुन्छ नि त कुकुर भएर आई एम सच अ बेबी पर्सन है म त मुस्कान चाहिँ एकदम बेबी पर्सन म चाहिँ त्यस्तो थिएन अब अगाडि बेबी भयो भने चाहिँ मलाई लिनु त मन थियो तर एक्सनको लागि मात्र कि तर अहिले चाहिँ अब अलिक एज बढ्दै जाँदाखेरि चाहिँ बेबी पनि मन पर्दो रहेछ अब सो मुस्कान दिदी चाहिँ गर्ल बोय त्यो त केटै भन्छ थाहा मलाई बोय ममै हुन्छ जस्तो लाग्छ कि मुस्कान दिदी स्क्रिम्स बोय मम टाइपको है मुक्ता दिदी गर्ल मम नै हुन्छ लाग्छ मुक्ता दिदीले नि सी इज गोइङ टु स्पोइल द किड्स सो ब्याड त्यो त कोरियन जस्तो पाउँछ होला है बच्चा त कस्तो क्युट हुन्छ होला मुक्ताको बच्चा त निकी दिदी निकीको चाहिँ छोरा पाउँछ जस्तो लाग्छ मलाई छोरा पाउँछ जस्तो छोरी पनि म्याच हुन्छ मलाई छोरै पाउँछ जस्तो लाग्छ मैन म्याच त सबैले गर्छ बट देन मोर अफ बोय मम्मै हो जस्तो लाग्छ मलाई निकी दिदी मन्सा दिदी
मन्छा त तर मन्छालाई चाहिँ मलाई पहिलेबाट के यसको छोरै हुन्छ जस्तो लाग्थ्यो क्या छोरै हुन्छ जस्तो लाग्थ्यो अनि त त्यसको क्रेभिङहरू यताउति हेर्दाखेरि त म त छोरी हो क्या हो हुन्छ नि अनि मुस्कानै छोरै होला जस्तो लाग्थ्यो मलाई चाहिँ नि होइन सरी अनि के अरे मन्छाले चाहिँ होइन छोरी होला लाइक मन्छाले मेरो कुरा हुन्थ्यो कि अनि तेरो क्रेभिङहरू यताउति गर्दाखेरि त ओ छोरी हो म त चाइनिज क्यालेन्डर नि हेरेको कि छोरी हुन्छ कि भन्छ तर चाइनिज क्यालेन्डरमा चाहिँ छोरी लेखेको होइन तर मैले चाहिँ 2000 कतिको हेरिरहेछु कि फेरि 2025 हेर्नु पर्दो रहेछ लाइक कतिखेर लाइक ठ्याक्क एभ्री इयरको क्यालेन्डर हुँदो रहेछ कि तर मैले चाहिँ पुरानो हेरेको रहेछ त्यो ठ्याक्क अनि छोरी थिएँ अब एकदम खुसी भइरहेको थियो अब पछि गएर चाहिँ म खुसी भएँ कि अब के भयो अब पछि आफै थाहा हुन्छ अनि त्यसपछि अञ्जली दिदी अञ्जलीको त छोरै हुन्छ जस्तो लाग्छ छोरा हुन्छ जस्तो लाग्छ लाइक बोय मम टाइपको किनभने त्यसको पुकु छ नि त अनि पुकुको टाइपको एकदम मलाई चाहिँ फेरि अलिकति आई थिङ्क अञ्जली छोरी चाहिँ गर्ल मम हुन्छ जस्तो लाग्छ म चाहिँ पुकुसँग हेरिराख्ने भएर होला सायद छोरा जस्तो लाउने व्हाट अबाउट यु मेरो त मोर अफ चाहिँ कुन हुन्छ छोरी हुन्छ जस्तो लाग्छ अनि तपाईँ चाहिँ मोर अफ गर्ल मम हो कि बोय मम हो जस्तो लाग्छ गर्ल मम नै तर मलाई चाहिँ छोरा पाउनु चाहिँ किन मन कस्तो अहिलेबाट बच्चाको छोरा पाउनु चाहिँ किन मन लाग्यो भन्दाखेरि चाहिँ ममास बोय हुन्छ नि त अब छोरी पायो भने त अब मेरो अल्फा हेर न मेरो अल्फा एस्टेलाई चाहिन्छ म चाहिँदैन अल्फा यति माया गर्छ यति उयो गरेर हुन्छ तर उसलाई एस्टे नै बाउ नै चाहिन्छ नि त अनि छोरीलाई केटीलाई त अब केटा नै उयो चाहिन्छ नि त अनि भन्नाले बाबापट्टि उयो हुन्छ नि त त्यही अनि छोरा पायो भने चाहिँ सायद मेरो लाडला हुन्छ होला अनि छोरी पायो भने चाहिँ एक्सेस हुन्छ होला यो साइकोलोजिकली प्रुभ हुन्छ नि त लाइक गर्ल चाइल्ड इज मोर अट्र्याक्टेड टु ड्याड एन्ड सनहरू चाहिँ ममसँग भनेर त्यस्तो सो मी How about you? तर आई थिङ्क इफ आई वाज गिभन अ चान्स तिमी त छोरी हुन्छ जस्तो लाग्छ मलाई मलाई नि आई थिङ्क आइम अ गर्ल मम लाइक आई रियली लभ टु बी अ गर्ल मम तर मलाई चाहिँ जहिले पनि एउटा क्वेसन उस चाहिँ के हुन्छ भन्दा ब्याक अफ द हेड चाहिँ आफू पनि गर्ल हो नि त अनि हाउ मच आई हेभ फेस्ड इस्यु एज एन गर्ल इन द सोसाइटी त्यो कारणले चाहिँ अलिकति छोरी जन्माउनु पनि मन लाग्दैन है किनभने जस्ट बिकज एउटा जेन्डरले गर्दा मैले कति कुरा भोगेको छु नट सेङ कि मेरो फ्यामिलीमा छ होइन बट देन आउटसाइड वर्ल्डमा पनि के फर एन इक्जाम्पल अब यही रेप केसेसहरू हेर न लाइक इनिसा होइन कस्तो भएको अब त्यही छोराहरूले नै गरेको त हो है अब खै के हो आजकलमा चाहिँ त्यो हुन्छ कि लाइक त्यो भयो एन्ड देन पिरियड पेन दिस द्याट हर्मोन्स त्यो कारणले चाहिँ आई थिङ्क मैले मेरो आई डोन्ट वान्ट माई बेबी गर्ल टु गो थ्रु अल अफ द्याट होइन तर एट द सेम टाइम आई लभ टु बी अ गर्ल मम लाइक इफ आई गेट अ बोय पनि आइड बी सुपर ह्याप्पी बट देन आई लभ टु बी अ गर्ल मम तर बिचरा त्यो इनिसा भन्ने बहिनीलाई त जस्टिस पाए हुन्थ्यो कि है बिकज सिन इनिसा निर्मला पनि अनि अस्ति भर्खर त्यो इन्डियामा पनि नेपाली केटीलाई उयो भएको सो खै अहिलेसम्म नेपालमा खै जस्टिस त अब के भने सबै अब के भइरहेछ होपफुली अब राम्रो अब भइरहेछ त्यो चुनावहरूले गर्दाखेरि उनीहरूले चाहिँ राम्रो उयो गरोस् आई होप अबको नयाँ सरकारले चाहिँ यो कुरामा नि मलाई यस्तो पोलिटिकली कुराहरू कति पनि थाहा हुन्न कि अब जस्तै अब एकदम सेन्सिटिभ कुराहरूमा बोल्न पनि मलाई एकदम डर लाग्छ अनि आउँदा पनि आउँदैन के बोल्ने अब मनमा त हुन्छ नि त बिचरा है आई होप उसले जस्टिस पाए हुन्थ्यो हुन्छ नि एकदम हुन्छ हामीले गर्नुपर्ने मैले के गर्नुपर्ने अब मलाई बोलेर अब हामीले गर्नुपर्ने हुन्थ्यो एउटा बोल्ने नै हो नि त मलाई त्यो बोल्नै आउनु तर इनकेसमा फिजिकलको अब गएर अब चुनाव यस्तो के अरे आन्दोलन गर्ने म जान्छु कि त्यस्तो हुन्छ कि अनि मलाई बोल्नै आउनु मान्छे नो आई गेट इट त्यहीमा चाहिँ यस्तो हुन्छ कि तपाईँहरू त लाइक एउटा लाइम लाइटमा छ नि त अनि तपाईँहरूले चाहिँ तपाईँहरूको तपाईँले राम्रो इन्टेन्सनले भनेको कुरालाई नि मरोड गरेर अलिकति डिफ्रेन्ट वेमा नि भनिदिन सक्छ कि मान्छेहरूले लाइक बिकज सबैजना तपाईँको लभर लाइक राम्रो वेल विसर हुँदैन नि त कतिजना त हेटर पनि हुन्छ नि त अनि त्यही भएर पनि आई थिङ्क तपाईँहरूले चाहिँ एकदम कन्सियस भएर भन्नुपर्छ कि तर मलाई त्यो यस्तो एकदम सेन्सिटिभ कुराहरूमा फेरि मलाई भन्नै आउँदैन कि अब म हेर न स्टोरी टेलिङ यति राम्रो गर्छु भन्छ नि त मान्छेहरूले लाइक कस्तो राम्रोसँग स्टोरी टेलिङ गर्छ तर मलाई यस्तो अब पोलिटिकल कुराहरूमा अर कस्तो कन्ट्रोभर्सी निस्क्यो भने अर यताउति कुराहरू मलाई बोल्न आउँदैन कि अब मेरो आफ्नो स्टोरी होइन म भनिदिन्छु कि अब मेरो यस्तो भएको थियो उस्तो भएको थियो भन्ने टाइपको भनिदिन्छु तर
अरूहरूको कुरामा चाहिँ मलाई अलिकति एकदमै डर पनि लाग्छ, डर लागेर हो कि के भएर हो, तर बोल्नै आउँदैन, के बोल्ने हुन्छ, मनमा चाहिँ हुन्छ। बिकज कति कुराहरू भइरहेको हुन्छ नि त हामी बिचहरू पनि यसमा। बाहिर हामीले चाहिँ यहाँ ब्याग राखेको छौँ, यहाँ चाहिँ माइक छ। सो आई थिङ्क आजको लागि यति नै गरौँ होला यो भिडियोमा। इट वाज वन्डरफुल कन्भर्सेसन भनौँ होइन, इट वाज वन्डरफुल टाइम विथ यु, लाइक यो सबै कुराहरू डिस्कस गर्नु। त्यही पनि लाइक दिदी र म त अफ क्यामरामा पनि यस्तै कुराहरू कति गर्छौँ होइन। तर यहाँ चाहिँ अब निस्मा र मैले केही सोधेन, अब उसले मलाई सोधे जस्तो भयो, तर अलिक उ त्यो जस्तो भयो, अब एकदमै एकदम कोजी गफ चाहिँ अब हुन त भयो के अरे है। तर यहाँ चाहिँ अलिकति उसले मलाई बढी सोधे जस्तो भयो होला, तर तिमीलाई जान्न मन थियो नि त होइन, त्यति बेलामा कस्तो भएको थियो, कस्तो भएको थियो भनेर। अनि आई होप हजुरलाई पनि जान्न मलाई कुराहरू चाहिँ एन्सर पाउनु भयो होला। अनि यो कुरा चाहिँ फेरि निस्माले मात्रै सोद्धा रहेछ, निस्माको बारेमा नसोध्ने त्यस्तो चाहिँ नभर्नु होला, बिकज अफ क्यामरामा दिदी र म त वेयर लाइक भरट्ट सबै कुरा एकअर्कालाई भन्छ। त्यहाँ सो मेनी टाइम हामी दुईजना अँगालो मारेर रोको पनि छ, यो कुरा दिदी भन्दै, यो डोन्ट वरी भन्दै होइन। अनि कल टेक्स्टहरूमा पनि भइरहेको छ। सो आज चाहिँ बिकज अहिलेको ट्रेन्डिङ टपिक नै मनसा दिदी गट प्रेग्नेन्ट, रेणुका दिदी गट प्रेग्नेन्ट, सी ह्याड अ बेबी भन्ने छ नि त। त्यही भएर कति कुराहरू तपाईँहरूलाई पनि जान्न मन थियो होला, त्यही भएर पनि यो भिडियो हामीले ल्याएको। तपाईँहरू साथसाथै मलाई पनि एकदम जान्नु मन थियो, लाइक आई रियली वान्टेड टु सिट डाउन एन्ड टक विथ हर अबाउट इट। अनि आई होप तपाईँहरूले आफ्नो आन्सर पनि पाउनुभयो होला। मलाई त अफकोर्स दिस इज यहाँ आउनु भनेको त लाइक इट्स लाइक कमिङ टु माई ओन हाउस, हामी आएर गफ गर्ने उस गर्ने हुन्छ नि त। सो अहिलेको लागि त्यति नै हो। एन्ड एनी फाइनल वर्ड्स फर रेणुका दिदी एन्ड शिव दाइ? अब मनसालाई त के भन्ने, अब आई एम सो ह्याप्पी होइन। म त भनिरहेको हुन्छु, यति लामो लामो मेसेज पठाइरहेको हुन्छु। अनि त्यही हो, अहिले चाहिँ मैले त्यति कलहरू गर्दिनँ, किन भन्दाखेरि लाइक उनीहरू त्यसै इन्भाइरोमेन्टमा उ त्यो भइरहेको छ। बट मैले कल नगरे नि, यता नगरे पनि आइ एम अलवेज के अरे आइ एम अलवेज gonna be there for you. Gonna be there for you. अनि शिव दाईको लागि त अब के भन्ने, ओ माई गड, सिङ्गापुरमा यति शिव दाईले त हामीलाई यति गरिदिनु भयो। शिव दाई नभएको भए त के हुन्थ्यो होला। लिटरली के हामी लाइक शिव दाईसँग अब दाई छ होइन, अब सबैको लाइक हाम्रो सबै गर्ल्समा त अब सबैको दाईहरू छ नि त, सबैलाई अब हामी रेस्पेक्ट गर्छौँ, अब बोल्छौँ। तर यो टाइम चाहिँ अब शिव दाईसँग अलिकति टाइम स्पेन्ड गरेर होला नि, दाईसँग चाहिँ एकदम क्लोज भयो कि हामी के कति कुराहरू जाने नि त होइन, थाहा त थाहा, तर अझै बढी क्लोजली जाने नि त। अनि दाइ चाहिँ हि वाज यति कत्तिकै लाइक हामीहरूलाई थाहा थिएन कि हामी जुन चाहिँ होटलमा बसेको थियो नि त्यो चाहिँ अलिकति नराम्रो, अलिकति रेड लाइट एरिया टाइपको त्यस्तो भन्दो रहेछ कि। अनि हामीलाई थाहा थिएन, अब कहाँ थाहा हुन्छ नि कुन एरिया के हो भनेर है। अनि त्यहाँबाट अनि पछि अनि दाइलाई पनि थाहा थिएन नि त, हामी फेरि दाइहरूसँग कुरा गर्न पाएको थिएन। अचानक भएको नि त, हामी टिकटहरू होटल बुकिङहरू पनि अविरलले गरेर गरिदिएको कि, अविरलले बिचरा अविरलले कतै गरिदियो कि हामीलाई। अनि यताउति मिलाएर हामी गऱ्यो। अनि दाइलाई नि हाम्रो कुराको सोध्नै पाएन, सोध्न भन्दा पनि दाइसँग चाहिँ कुरा हुनु के मन्छा हुन्छ नि त छेउमा, अरू बेला पनि दाइ त फेरि काममा हुन्छ। अनि एकदम गाह्रो भइरहेको थियो। हामीले फेरि टिकट काट्यो, फेरि नन रिफन्डेबलमा हामीले काटेछौँ कि। अनि दाइले चाहिँ अनि कति के अरे, बहिनी त्यहाँबाट हामी सरम है, त्यहाँबाट तिमीहरू नबस ल, अलिकति मलाई ठिक लागेन, यतापट्टि म कुरा गरिसकेँ, त्यहाँ गएर कति भन्नुभयो कि दाइले है। तर हामीले कुरा नि गरेको, होटलले मानेन। अनि पछि जाने ठिकै छ, हामीहरू फेरि लाइक बिहानबाट बेलुकासम्म उता बस्ने हो, अनि सुत्न मात्र आउने थियो नि त हामी त। अनि दाइले यति, अनि खाना पनि के खान्छौ बहिनी, अब दाइ त काममा जाने हुन्थ्यो नि त, के खान्छौ यताउति खाने, सबै खानाको पनि कुरा उ त्यो सोधेको गर्नुहुने। अनि कस्तो हो नि, कति कुरा गरिदिनु भयो कि, ग्राब पनि कि लाइक इन ड्राइभ जस्तो हुन्छ नि त, उहाँ बाहिर त ग्राब त हुन्छ नि त, ग्राबमा पनि उहाँबाट कता जाँदा भने बहिनी मेरोबाट गरिदिन्छु भनेर उनीहरू लाइक दाइले नै गरिदिने कि एभ्री टाइम है। अनि तिमीहरूले राम्रो खाना पाएन होला, के अरे यो खाने यो त्यो खाने भन्ने। अनि कस्तो लाइक त्यति कुरा गर्दाखेरि पनि सरी है बहिनी, म एकदम बिजी भएँ, लाइक टाइम स्पेन्ड गर्न पाएन, अलिकति केही मिस भयो होला सायद, लाइक अझै मैले गरेको अलिक पुगेन। अनि दाइ हामीले इनफ भइसक्यो, हामीले यति गरेको, वी आर सो ग्रेटफुल होइन। यति भनेर दाइले त लाइक आउँदासम्म पनि दाइले भनिरहेको, बहिनी इनकेस मैले चाहिँ अलिकति उयो गर्न पाएन, सरी है भनिराख्नु भएको थियो कि। यति कुरा गरिसक्नु भयो, अझ त्योभन्दा नि कति कुरा गर्नुभयो है। अनि त्यहाँबाट दाइसँग चाहिँ एकदम उयो भयो। अनि लास्टमा चाहिँ लाइक दाइले चाहिँ एभ्री टाइम भन्ने क्या, अब मनसासँग त अब अलिकति हुन्छ नि त, तर मनसा उता गएपछि चाहिँ नि बहिनी थ्याङ्क यू सो मच है, तिमीहरू आएर मनसालाई यस्तो गरिदेऊ भनेर भने है। म त दाइ होइन केही छैन, लाइक हामी दाइ त अलिकति उसलाई त मनसा र दाइ त फेरि टाइपको हो नि त। अनि त्यसरी भन्यो। अनि भनेको कसो नि
दाइले पनि एकदम सोच्नु हुँदो रहेछ है एकदम माया गर्नु हुँदो रहेछ है भनेर चाहिँ लाइक अनि मान्छेलाई अलिकति भनेको थिएँ हेर्नु आयो के हुन्छ नि ठिक छौ के भयो तिमीलाई यसो सोध्ने कि अनि ल भनेपछि लाइक अलिक ढुक्क भयो नि त गुड ह्यान्ड भनेर अनि हुँदा पहिल्यै थाहा थियो तर बेबी हुँदाखेरि पनि अब कोही त अब केटाहरू अलिकति भइदिन्छ भन्छ नि त कति मान्छेले तर त्यस्तो हेर्दाखेरि चाहिँ लाइक हि इज भेरी गुड एकदमै राम्रो फादर पनि अनि एकदमै उता लाग्यो कस्तो लाग्यो भने त्यही हो दाइको लागि चाहिँ जति भने पनि कम छैन अनि नेक्स्ट टाइम आउँदाखेरि बहिनी यस्तो गर्ने उस्तो गर्ने के भनेको नि प्लानहरू यताउति गर्ने अनि हामीले थाहा सिङ्गापुरबाट फर्किँदाखेरि पनि यति लामो मेसेज पठाउनु भयो कि थ्याङ्क यू सो मच बहिनी अब केटा मान्छेले त त्यस्तो अलिकति गऱ्यो भने त हुन्छ नि त अब मेरो यो चाहिँ ह्या टाइपको हो नि त हुन त पछि गएर के हुन्छ थाहा छैन है तर दाइले चाहिँ एकदम थटफुल एकदमै त्यो देख्दाखेरि चाहिँ एकदम खुसी लाग्यो कि दुईजना अब त्यो भयो एन्ड फर रेनुका दिदी रेनुका त त्यही हो अनि बिचरा एकदमै गाह्रो भइरहेको छ त त्यसलाई बिचरा सुत्न पनि पाएन बेबी रोको गऱ्यो भनेर तर अब के गर्ने अब मदरहुडै त्यही छ तर आन्टी भएर चाहिँ अलिक धेरै सजिलो भएछ कि अनि त्यही हो मेरो बेबी मम्मा मेरो के भन्ने म त दुइटै बच्चा भन्छु म त मान्छेलाई चाहिँ अब त्यसलाई त अब मैले कतिचोटि भन्छ कि आई लभ यु भनेर अनि त्यही हो माया त अब सधैँभरि हुन्छ के अरे अब पछि गएर यताउति के भयो भने अब अलवेज कस्तो भन्न नआएको म जहिले पनि तेरो म जहिले पनि तिमीसँग होइन तिम्रो लागि हुनेछु अनि त्यही हो अनि त्यही हो अनि तिमीलाई चाहिँ के भन्नु मन छ त रेनुका र शिव दाइलाई मलाई चाहिँ के भएको भन्दा है मैले अस्ति थाहा पाउने बित्तिकै मैले रेनुका दिदीलाई चाहिँ टेक्स्ट गरेँ यस्तो यस्तो गरेँ होइन तर मैले कस्तो शिव दाइलाई टेक्स्ट गर्नै बिर्सेछु कि लाइक इट डिडन्ट क्रस माई माइन्ड आइएम सो सरी होइन तर सुरुमा त अब बिकज उतै गयो नि त होइन अनि रेनुका दिदीलाई चाहिँ म के भन्न चाहन्छु भन्दा एकछिन म तिम्रो तर अहिले के हुन्छ नि मैले पनि अब भिडियो बनाउँदाखेरि है रेनुका इज प्रेग्नेन्ट होइन रेनुका यस्तो भयो त भेट्न जाँदाखेरि रेनुकासँग हक गरेर त दाइलाई त हामीले उयो गरिरहेको छैन नि त पछि लाइक पछि अर्को भिडियोमा चाहिँ मैले भनेको छु तर फर्स्ट भिडियोहरूमा चाहिँ लाइक खासै अब मैले स्टोरीहरू हाल्दाखेरि पनि दाइलाई उयो गरेको छैन नि त तर बिचरा दाइलाई पनि त्यत्तिकै हामीले उयो गर्नुपर्ने थियो नि त तर पछि चाहिँ गरेको छु हामी अगाडि चाहिँ गरिन it's okay because I think it's more of मदरको उस पनि हो अब केटी साथी भएर केटी साथीलाई गरे जस्तो एउटा or like I think छोरा मान्छेहरू पनि या it's their first time being dad पनि होइन तर I think गिभिङ बर्थ क्यारिङ सबै त ममको भएर पनि त्यही भएर पनि मान्छेले मोर चाहिँ आमातिर गएको होला है तर दाइले पनि बिचरा एकदम धेरै अफ कोर्स फिजिकली मेन्टली इमोसनली बिचरा दाइ यता पनि काम उता पनि काम होइन मान्छेलाई के गर्नु मन लाग्यो यताउति गरिदिने बिचरा आफूले झाडु बढाइराख्नु भएको थियो सफा पनि गरिराख्नु भएको थियो मान्छेले पनि त्यत्रो लाइक 8 मन्थको हुँदाखेरि पनि त्यो त जुरुक उड्दिने कि ढाङ थाचको बस्दै थाचको उड्दै चुइटुइटु हिँड्ने हो मै ढिलो हिँड्ने हो कि त्यो भन्दा त लाइक कस्तो एनर्जेटिक के अनि तर तिम्रो कुरा भने रेनुका दिदीको लागि चाहिँ म के भन्न चाहन्छु भन्दा मदरहुड इज नट इजी होइन त्यही माथि युआर बिङ ए मदर फर द भेरी फर्स्ट टाइम अनि आफूलाई कति मनमा लाग्छ होला कि मैले आफ्नो बेबीलाई राइट गर्न सकिरहेको छुइनँ यो गर्न सकिरहेको छुइनँ आई कुड हेभ बिन अ बेटर मदर बट नो जति तपाईँले ट्राई गरिराख्नु भएको छ नि द्याट्स इनफ अर नभए पनि यु ट्राइड यर बेस्ट होइन डोन्ट बी भेरी हार्स अन युर सेल्फ डोन्ट बी टु हार्स अन युर सेल्फ बिकज इट्स युर फर्स्ट टाइम बिङ अ मम टु किनभने हामीले बाई बर्थ नै त आउँदैन नि त हामीलाई पनि लाइक कसरी बेबीको डाइपर चेन्ज गरिदिने बेबीले यो भन्दा के गरेको हो भन्दा त आउँदैन नि त दाइले कि बिचरा बेबीलाई कि अब नर्सले सिकाएको थियो अरे कि नर्सले डाइपरहरू यताउति गर्न भन्दा नि त्यो सलले कि ऱ्याप गर्न सिकाएको थियो अरे कि दाइलाई अनि त्यहाँबाट सिकाउनु भयो अब दाइलाई पनि बिचरा थाहा थिएन नि त है सिकाउनु भयो तर पछि गर्दाखेरि त बिचरा जेपै चाहिँ गरिदिनु भएछ अनि बहिनी रेडियो गाली खायो मैले मलाई के थाहा नि अनि यस्तो गरेर सुनाइरहनु भएको थियो कि अनि अब बिचरा दाइ पनि फर्स्ट टाइम त हुन्छ नि मान्छे पनि त्यत्रो सिकाएर गयो किनभने आई क्यानट स्पिक फर फादरहरू तर जति पनि मदरहरूको मैले कुराहरू सुनेको छु उनीहरू चाहिँ कस्तो
हेभिली लिँदा रहेछ कि ला मैले आफ्नो बेबीलाई केही राम्रो गरिदिन सके छैन कि उस गर्ने त्यो गिल्ट के मम गिल्ट भन्ने चाहिँ हुँदो रहेछ सो त्यो चाहिँ धेरै नलिनु रेणुका दिदी होइन डोन्ट ओभर थिङ्क एन्ड यु गोइङ टु बी एन अमेजिङ मदर एन्ड युल अलवेज ह्याभ आवर ब्याक है जतिखेर पनि जे भयो भने पनि एन्ड यर बेबी इज गोइङ टु बी सो लभड ओ माई गॉड बेबी हेज कति धेरै मासी होइन सो द बेबी इज गोइङ टु बी सो लभड शिव दाईको लागि चाहिँ thank you for being an amazing partner for our sister An amazing father. and an amazing father as well and I know as much as this pregnancy and motherhood has hit हाम्रो दिदीलाई त्यति तपाईँलाई पनि अफेक्ट गरिरहेको छ तपाईँलाई पनि त्यही नयाँ भइरहेको छ बट तर दाइलाई नि मुड स्विङ्स भएको थियो या त्यो त हुन्छ नि त होइन त्यो फादरलाई पनि हुन्छ अरे सो तपाईँ पनि धेरै नसोच्नुहोस् यु गोइङ टु बी एन अमेजिङ ड्याड एन्ड युर अमेजिङ पार्टनर आई क्यान अलरेडी सी के देखिरहेको छ कि बिचरा कसरी गरिरहेको छ दुईजनाले अनि तपाईँले सबै गर्नु भनेको नै आई थिङ्क इट स्पिक्स फर इट्स सेल्फ द्याट यु लभ यर वाइफ भेरी मच एन्ड हामीलाई त त्योभन्दा ठुलो कुरा नै के हो र होइन लाइक हाम्रो दिदीलाई त्यति धेरै माया सुखसँग राखिदिनु भएको छ थ्याङ्क यू सो मच अनि दाइले यस्तो यहाँ नि भन्छ होइन दाइले के भन्थ्यो नि बेबी चाहिँ रेणु जस्तो भयो हुन्थ्यो सो द्याट बेबीको अनुहार हेरेर चाहिँ मलाई रेणुको याद आओस् भनेर भन्दाखेरि त म so you both are going to be amazing parents and all our love and यही भिडियोबाट पनि हाम्रो कृपा दिदी पूर्णिमा दिदी मुक्ता दिदी निकी दिदी मुस्कान दिदी सबैलाई धेरै 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 माया सरिस्मा पनि त्यसले मलाई मार्छ म्याच नाम नलेको भनेर बट या अफकोर्स सरिस्मा पनि अनि अञ्जली दिदी वी लभ यु अल एन्ड अब छिटै मलाई पनि छिटै मासी बनाइदिइहाल्नुहोस् फेरि भइसक्यो त फेरि यताबाट पनि अनि त्यही नै हो अब आई थिङ्क आजको लागि हामीले बिदा माग्नुपर्छ विल सी यु इन द नेक्स्ट वान बाई बाई सब्सक्राइब गर्नु है सब्सक्राइब गर्नु बहिनीलाई